गुड मर्निङ एभ्रिवान। म चाहिँ हजुरहरूकै माया गर्ने अनि प्यारो मान्छे बोमु होइन। सो आजको नेक्स्ट डेमा फेरि म भिडियो लिएर आइसकेको छु। अनि सो अहिले चाहिँ म फ्रेस भएर अनि रेडी भइसकेको छु है त। अनि अब चाहिँ म यहाँदेखि चर्च जाँदैछु। अनि चर्च जाँदै गर्दा बाटोमा देखेको भ्यूहरू त देखाउने नै छु र उता पुगेर होइन उता गरिने हरेक मोमेन्ट भन्नु हरेक सेवा सङ्गतिहरू होइन परमेश्वरको महिमाको कामहरू आज बवाल हुनेछ पक्कै पनि। अनि प्री क्रिसमसको तयारी हुँदैछ। अनि दिदीबहिनीहरूले सायद आजको लिड गर्दै हुनुहुन्छ होइन। आजको लिड चाहिँ राम्रै होला जस्तो लागिरहेछ। सो त्यही नै त म जाँदैछु अनि उता पुगेर उता देखाउने नै छु। अनि सो यताको भ्यू पनि हेर्नु है त। मर्निङ टाइममा जाडो चाहिँ लास्तै बढेको छ चिसो। अनि सो मर्निङ टाइममा चाहिँ हिँड्न अलिक गाह्रो हुने रहेछ। अनि सो त्यही नै हो त। अब हजुरहरू पनि होइन अब जाडो मौसम आइसक्यो, चिसो मौसम आइसक्यो। अलिक आफ्नो स्वास्थ्यको केयर गर्नु होला। टाटो न्यानो कपडाहरू लगाउनु होला, आफूलाई केयर गर्नु होला। त्यही त हो। यतातिर पनि लास्ट चिसो चाहिँ बढेछ जस्तो लाग्यो। अनि सनराइज त लागेकै छ, त्यही पनि अब चिसो एकदम धेरै बढेको भएर गाह्रो हुन्छ स्वास्थ्यमा। हजुरहरूले पनि आफ्नो स्वास्थ्यको केयर गर्नु होला। फ्रुटहरूको यतातिर मार्केटै भनौँ न, फ्रुटको मार्केटै छ। म चाहिँ अब चोकबाट भित्र छिर्दैछु। आमामा के साह्रो जाडो बढेको डाङमा होइन। लास्टै चिसो छ साथीहरूमा। म चाहिँ यहाँ होइन हिँडिरहेको छु होइन। हिँड्दै गर्दाखेरि यस्तो चिसो हावाले फुकिरहेको नि। लास्ट चिसो कि यतातिर पनि। अनि जो तलको भागहरूमा होइन। अनि यो हाटमा जुन यो हाट छ, अनि यहाँ त झन् त्यो चिसोले गर्दाखेरि मैले यसो क्यामेरा अलि यस्तो गराइरहेको छु नि त, उचालिरहेको छु। अनि त्यहीमा पनि फेरि कस्तो चिसो कि आमा क्यामेरै अब हुन्छ नि मोबाइलै खस्ला जस्तो भइरहेको। हात चाहिँ लास्ट चिसो भएको छ क्या। जस्तो आगोले पोलेको भाइब्स हुन्छ नि, महसुस अनुभव हुन्छ नि, त्यस्तै चिसोले पोलेर पनि पुरै हुन्छ नि त्यस्तो भइरहेको। यस्तो साह्रो हुँदो रहेछ। अनि गाह्रो छ जाडो महिनामा। अनि अब हजुरहरू चाहिँ जाडो महिनामा बाहिरै ननिस्किनु होला सकभर। सिरक मुनि बस्नु होला। अब के भन्नु, आफू चाहिँ हिँड्नु पर्यो। अब हिँड्नु यो चाहिँ अब आफ्नो लागि हो होइन। अब चर्च जानु भनेको चाहिँ आफ्नो लागि होइन, आफ्नो हृदय परमेश्वरसँग जोडिन होइन, हट टु हट कनेक्सन हुन। अनि परमेश्वरको महिमा आदर गर्नलाई जाने हो। त्यही भएर जस्तो सुकै परिस्थितिमा पनि चर्च जानु चाहिँ छोड्नुहुन्न है। जस्तो सुकै परिस्थितिमा पनि चर्च जानु चाहिँ छोड्नुहुन्न। त्यही हो, म चाहिँ जाँदैछु। चिसो चाहिँ बढेकै छ भनौँ न। हाटै पनि कस्तो गरेर समातेको छ हाट। अनि हजुरहरूलाई थाहा छ कि नै, यहाँ चाहिँ दाङ चाहिँ एसियाकै दोस्रो ठुलो उपत्यका पनि हो है त। अनि यहाँ चाहिँ एसियाको दोस्रो ठुलो उपत्यका हो। अनि त्यहीमाथि फेरि तराई पनि पऱ्यो होइन। अनि मस्त बसेको ठाउँ छ नि त। अनि त्यही भएर चाहिँ यहाँ चाहिँ जाडो मौसममा लास्टै जाडो, गर्मी मौसममा पनि लास्टै गर्मी हुन्छ। अनि त्यस्तै अब हुन्छ नि। त्यही पनि अब यस्तै गरेर बिताउनु पर्ने। अब के गर्नु त। अब जाडो मौसममा जाडो, गर्मी मौसममा गर्मी भए तापनि मान्छेलाई सुख भन्ने कहिले पनि हुन्न है।
अब गर्मी भयो जाडो भयो हुन्छ भन्ने होइन अनि जाडो हुँदा चाहिँ गर्मी भइदिए हुन्थ्यो भन्ने अनि त्यस्तै गर्दै केहीमा पनि सन्तुष्टि नहुने केही कुरामा पनि सन्तुष्टि नहुने चाहिँ मान्छेको जात हो क्या सो अब भन्छ नि जस्तो सुकै परिस्थिति पनि अब हामीले सामना चाहिँ गर्नुपर्छ तर अब हुन्छ नि जे भए पनि सुख नहुने चाहिँ मान्छे नै हो अब पैसा नहुनेले पैसा अब पैसा हुनेले फेरि अब त्यसको मनै छैन क्या अब पैसा हुने धन हुनेको मन हुन्छ मन हुनेको धन हुन भन्दा नि अब पैसा हुने मान्छेले फेरि त्यस्तो हुन्छ नि ह्याबिटै अर्कै हुन्छ क्या नराम्रो अनि अब चाहिँ हजुरलाई हुन्छ नि के भन्दाखेरि अब मसँग धन्य पैसा भइदिए भए फेरि म चाहिँ त्यस्तो हुँदा चाहिँ मेरो ह्याबिट चाहिँ राम्रै हुन्थ्यो अब रिच मान्छेहरू होइन अनि धनी मान्छेहरूसँग चाहिँ अब त्यस्तो खालको मन अनि स्वभावहरू हुँदैन भ्लग हो मेरो भ्लगमा चाहिँ स्वागत छ तिमीलाई सब्सक्राइब गरिदिऊ ल मेरो बोमु भ्लग छ अनि न्यू आइडी हो अहिले पहिलेको आइडी चाहिँ मेरो मोबाइल हराएको थियो अनि त्यही भएर मेरो आइडी गयो अहिले फेरि न्यू आइडी खोलेको छु भर्खरै 2-3 दिन भयो अनि सब्सक्राइब गरिदिऊ ल बोमु भ्लग चाहिँ BOMU अनि VLOGS है ल धन्यवाद अनि हाम्रो अब न्यू सब्सक्राइबर भाइले मैले भेटिसकेँ अनि सब्सक्राइब गर्छन् पक्कै अनि त्यही हो अब चाहिँ म जाँदैछु अनि धेरै बोले जस्तो लाग्यो क्या हजुरहरूलाई नि अब धेरै म बोल्दिनँ अब चाहिँ सिधै चर्च पुगेर बवाल हुन्छ है त फेरि पास्टर आमा पास्टर बुवा सेवक सबै आधा राति बन्नुहुन्छ बिरामीको दबाई होइन
तपाईँले बिरामी हुँदा पास्टर बुवालाई बाइबल भाइलाई कल गर्नुहुन्न किन खै त फेरि भन्छु है पास्टर बुवा पास्टर आमा सेवक सबै सबै पास्टर बुवा पास्टर आमा सेवक सबै सबै आमा लागि गर्नुहुन्छ बिरामीको दबाई म धेरै धन्यवाद दिन्छु आदरणीय पास्टर बुवा आमा अनि येशू आए यो धरतीमा पापको बोझा लिन, पाप बन्धन फुकालेर मुक्ति उद्धार दिन, पाप बन्धन फुकालेर मुक्ति उद्धार दिन। बदलिएछ जीवन हाम्रो ख्रीष्ट येशूको नाउँमा, बदलिएछ जीवन हाम्रो ख्रीष्ट येशूको नाममा। त्यसैले त भन्छु म सबैजनालाई क्रिसमसको शुभकामना। जिउनु पर्छ तिमी र म संसारमा जो
पनि दिएका छन् हामीलाई अधिकार उनकै सन्तान भने। दिएका छन् अधिकार हामीलाई उनकै सन्तान भने। बाँचेको छ आत्मा हाम्रो ख्रीष्ट येशूको नाममा। बाँचेको छ आत्मा हाम्रो ख्रीष्ट येशूको नाममा। त्यसैले त भन्छु सबैजनालाई क्रिसमसको शुभकामना, क्रिसमसको शुभकामना। कराउनु भने के एक्साइटेड हुनुहुन्छ दिदीबहिनीको नाच हेर्न? हुनुहुन्छ?
पछि नाच्नुहुन्छ चिन्ता नगर्नु न हामी त नाच्यो होइन रमाइलो लाग्यो नि तपाईँहरू पनि नाच्ने हो भने उठौँ न त नाचिहालौँ एकचोटि कतिजना छङ्गो पनि पढ्नु भएर खुसीला भाउ मोटी भएर नाच्छ त्यसो त तपाईँ के भन्नुहुन्छ झन् तपाईँहरू त नाच्नुपर्छ परमेश्वरलाई धन्यवाद दिन्छौँ फेरि एकचोटि जोरदार ताली बजाएर हाम्रो दिदीबहिनीको टिमलाई हामी धन्यवाद दिन्छौँ है परमेश्वरलाई एकदमै महिमा भएको होस् आमेन आमेन र हामी एउटा उत्सवमा छौँ है उत्सवमा छौँ र यो उत्सव चाहिँ प्रभु यीशु ख्रीष्टको जन्मोत्सव हो आमेन र यसरी वर्षको एकपटक यसरी प्रभु यीशु ख्रीष्टको उत्सव मनाउन एकदमै खुसीको कुरा हो अनि प्रभु यीशु ख्रीष्ट जन्मिँदाखेरि चाहिँ स्वर्गदूतहरू पनि रमाएका थिए उनले यसरी भनेका थिए परम धाममा परमेश्वरलाई महिमा र पृथ्वीमा भएका मानिसहरूलाई चाहिँ शान्ति हालेलुया यसरी गाएर रमाएका थिए त्यसै कारणले गर्दाखेरि आज हामी गएको हप्तादेखि यसरी प्रि क्रिसमस मनाउँदैछौँ र हामी एकदम खुसी छौँ र यो खुसियालाई चाहिँ अझै हामी परमेश्वरतिर हामी अगाडि बढाउँ जसरी आजको वचन सुनेका छौँ हामी अगाडि बढाउँ हालेलुया हालेलुया यसरी नै वर्ष दिन क्रिसमस मनाउनै पर्छ हो कि यसै गरी वर्ष दिन क्रिसमस मनाउनै पर्छ क्रिसमस मनाउँदाखेरि क्रिसमस मात्रै मनाउँदैन येशू ख्रीष्टलाई राम्रोसँग समाउनु पर्छ क्रिसमस मान्दा क्रिसमस मात्रै मान्दैन येशू ख्रीष्टलाई राम्रोसँग समाउनु पर्छ सो म चाहिँ अहिले चर्चदेखि फर्किसकेको छु होइन रुमतर्फ अनि सो आजको भिडियो चाहिँ के कस्तो लाग्यो होइन अनि भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला अनि आजको भिडियो चाहिँ यति नै हुन्छ होइन यतिमै इन्ड गर्नुपर्छ अनि बाँकी नेक्स्ट भिडियोमा भेटौँला है त साथीहरू।